विद्यार्थी भाइ बहिनीहरूलाई स्वागत छ मेरो युट्युब च्यानलमा। विद्यार्थी भाइ बहिनीहरू, आज पनि म तपाईँहरूकै जिज्ञासालाई मेटाउने उद्देश्यले खास गरी नेपाली विषयको व्याकरण अन्तर्गत रहेको यो भाव र अर्थको बारेमा प्रश्न पार्न गइरहेको छु। भाइ बहिनीहरू, यो परीक्षाको दृष्टिले आजको विषयवस्तु एकदमै महत्त्वपूर्ण छ, तपाईँलाई थाहा नै छ र यो परीक्षामा छुट्दैन। त्यसैले यो भिडियो अन्त्यसम्म हेर्नुहोला अनि तपाईँलाई होइन भाव र अर्थका सम्बन्धमा भएका जिज्ञासाहरूलाई यही भिडियो मार्फत समाधान पनि गर्नुहोला। ल, सबैभन्दा पहिला हेर्नुहोस् त, भाव भनेको के हो त्यो बुझ्नु जरुरी छ भाइ बहिनीहरू। भाव भन्नाले हेर्नुहोस् त, भावलाई अर्को अर्थमा के पनि भन्छ, अर्थ पनि भन्छ होइन। अब अर्थ वक्ता वा लेखकको, बोल्ने वा लेख्ने व्यक्तिको मनोभाव व्यक्त गर्ने क्रियापदको अर्थलाई नै भाव भनिन्छ भनेको। हेर्नुहोस् है, वक्ता वा लेखकको मनोभाव व्यक्त गर्ने, मनको कुरा व्यक्त गर्ने क्रियापदको त्यस्तो अर्थ हो जसलाई चाहिँ हामी के भन्छौँ त, भाव भनेर भन्छौँ। सामान्यतया तपाईँलाई परीक्षाको दृष्टिले भन्नुपर्दा त्यो भावको परिभाषा दिनुहोस्, परिचय लेख्नुहोस्, त्यसरी चाहिँ सोध्दैन, हामीले बुझ्नका लागि मात्रै हो। त्यसैले खास हामीले यो भाव कति प्रकारको हुन्छ अनि यो भावको प्रकार अनुसारका हामीलाई क्रियापद निर्माण वाक्य निर्माण गर्न जाने पुग्छ। त्यसैले हेर्नुहोस् है त, भाव कति प्रकारको हुँदो रहेछ, भाव 5 प्रकारको हुन्छ होइन। कति प्रकारको भन्नुहोस्, 5 प्रकारको, जसमा एउटा छ सामान्यार्थक है, अर्को आज्ञार्थक, अर्को इच्छार्थक, अर्को सम्भावनार्थक, अर्को सङ्केतार्थक है। अथवा सामान्यार्थ, आज्ञार्थ, इच्छार्थ, सम्भावनार्थ र सङ्केतार्थ। अब सामान्य यिनको परिभाषा सहित हामी वाक्य निर्माण गरौँ है त। हेर्नुहोस् है, सामान्यार्थ भनेको के हो त? सामान्य अर्थ प्रकट गर्ने, सामान्य अर्थ प्रकट गर्ने। तपाईँले समग्रमा के बुझ्नुहुन्छ त, त्यो पढिसकेपछि अथवा सुनिसकेपछि, कसैले बोलेको वाक्य सुनिसकेपछि के बुझ्नुहुन्छ, सामान्य अर्थमा जे बुझ्नुहुन्छ त्यसलाई चाहिँ हामी के भन्छौँ त, सामान्य अर्थ भनेर भन्छौँ है। अथवा सामान्य अर्थ प्रकट गर्ने क्रियापदको अर्थलाई सामान्य अर्थ भनेर भनिन्छ। सामान्यतया ख्याल गर्नुहोस् है, सामान्य अर्थ भन्दा बित्तिकै धेरै विद्यार्थी भाइ बहिनीहरू कता झुक्किनुहुन्छ भन्दाखेरि सबैजनाले चाहिँ सामान्य पक्ष होला भन्ने बुझ्नुहुन्छ। कालका कतिवटा पक्ष छन्, कालका वर्तमान कालका सामान्य, अपूर्ण, पूर्ण गरेर 3टा पक्ष छन्। भूतकालका सामान्य, अपूर्ण, पूर्ण, अज्ञात र अभ्यस्त गरेर 5वटा पक्ष छन्। अनि भविष्यकालका कतिवटा छन् त, 3वटा छन्। यसरी सामान्य वर्तमान काल, भूतकाल र भविष्यकालका यी सामान्य वर्तमान कालका 3वटा पक्ष, भूतकालका 5वटा पक्ष अनि भविष्यकालका 3वटा पक्ष, जम्मा 11वटा हुन्छन् नि त वाक्यहरू। यी वाक्यहरू चाहिँ सामान्यतया केमा पर्छन् त, सामान्यको वाक्यमा पर्छन्। रहेको छ सामान्यतया 3वटै कालका सामान्य, अपूर्ण, पूर्ण, अज्ञात तथा अभ्यस्त, 3वटा कालका पक्ष 5वटा हुन्। वाक्यहरू चाहिँ 11 थरी हुन्छन् नि त, तपाईँहरूलाई थाहा छँदैछ। ती वाक्यहरू चाहिँ सामान्यार्थक वाक्यहरू हुन्, नझुक्किनु होला है। जस्तै हेर्नुहोस् त, ऊ घर गयो है, यो भूतकालको होइन, सामान्य अर्थ के प्रकट गर्यो त, घर जाने काम गर्यो भन्ने अर्थ प्रकट गर्यो। मैले काम गर्छु, मैले के गर्छु त, काम गर्छु, सामान्य अर्थ प्रकट भयो। अनि मैले काम गर्दैछु पनि हुनसक्छ, ऊ घर गयो त भइहाल्यो, उसले काम गर्दैछ पनि हुनसक्छ, उसले काम गरेको छ पनि हुनसक्छ। यसरी 3वटै कालका सामान्य, अपूर्ण, पूर्ण, अज्ञात तथा अभ्यस्त पक्षका वाक्यहरू नै सामान्य अर्थ वाक्य हुन्, जसमा चाहिँ सामान्य अर्थ प्रकट गरिएको हुन्छ, नझुक्किनु है त। अब जाउँ हामी आज्ञार्थ। हेर्नुहोस् त, आज्ञा भनेको त बुझ्नुहुन्छ तपाईँले होइन। आज्ञा भनेको अराउने हो, अथवा आज्ञा, आदेश, निर्देशन आदि व्यक्त गर्ने क्रियापदको रूपलाई चाहिँ के भनिन्छ त, आज्ञार्थ। क्रियापदको अर्थलाई भनौँ न, अझै व्यक्त गर्ने क्रियापदको
अर्थलाई के भनिन्छ त आज्ञार्थ भनेर भनिन्छ है। यसमा चाहिँ अराउने अर्थका क्रिया प्रयोग गरिन्छ। जस्तै कसरी अराउनुहुन्छ, जस्तै आमाले बाबु तिमीले भात खाऊ, तिमी विद्यालय जाऊ, तिमी यहीँ बस होइन, जसरी अराउनुहुन्छ नि। हेर्नुहोस् त, तिमी घर जाऊ, तिमी कतै नजाऊ पनि हुन सक्यो, तिमी विद्यालय जाऊ पनि हुन सक्यो, तिमीले काम गर पनि हुन सक्यो, तिमीले खेत खन पनि हुन सक्यो है। यसरी चाहिँ अराइएका, आज्ञा दिएका, निर्देशन दिएका, आदेश दिएका वाक्यहरू चाहिँ के हुन् त आज्ञार्थ वाक्य हुन्। अब अर्को हेर्नुहोस्, इच्छार्थ। इच्छार्थ भन्दा बित्तिकै चाहिँ अब यसमा तपाईँले परिभाषाबाटै बुझ्नुहुन्छ। इच्छा प्रकट गरिएका वाक्यहरू चाहिँ वक्ताको इच्छा, चाहना, मनोभावना व्यक्त गर्ने क्रियापदको अर्थलाई चाहिँ के भनिन्छ, इच्छार्थ भनिन्छ। जस्तै हजुरको जय होस्, तपाईँले अरूलाई आशीर्वाद दिनुपर्दा पनि इच्छार्थ वाक्य प्रयोग गर्नुहुन्छ होइन। अनि तिम्रो परीक्षा राम्रो होस्, मेरो भाइ परीक्षामा पास होस् होइन, भगवानले हामी सबैको कल्याण गरून् होइन। यसरी चाहिँ के हुन्छ त इच्छार्थमा चाहिँ इच्छा प्रकट गरिएको हुन्छ है, नजुक्किनु होला। अनि अर्को छ सम्भावनार्थ। सम्भावना भन्दा बित्तिकै त बुझ्नुहुन्छ हजुरले, कुनै पनि काम हुने वा नहुने सम्भावना व्यक्त गर्ने क्रियापदको अर्थ नै के हो त सम्भावना अर्थ हो। हुन पनि सक्छ, नहुन पनि सक्छ। र हेर्नुहोस् त, जस्तै उदाहरणको रूपमा आज पानी पर्ला, आज पानी पर्न पनि सक्छ, नपर्न पनि सक्छ, सम्भावना दुवै छ नि त होइन। आज पानी नपर्ला भन्न पनि सकिन्छ है। अनि भाइ विद्यालय जाला होइन, भाइ विद्यालय नजाला पनि भन्न सकिन्छ, सक्नु त होइन। अब हुन पनि सक्छ, नहुन पनि सक्छ। त्यसैले अन्त्यमा चाहिँ ला जोडिएका होइन क्रियापदहरू चाहिँ के हुन्छ सम्भावनार्थ क्रियापदहरू नजुक्किनु होला। अनि आज पानी पर्ला, भाइ घर जाला, भाइ घर नजाला, यस्ता वाक्यहरू सम्भावनात्मक वाक्यहरू। अनि हेर्नुहोस् अर्को सङ्केतार्थ। धेरैजना झुक्किनुहुन्छ सङ्केतार्थमा है। सङ्केतार्थमा झुक्किन पर्ने कुरा छैन। कार्य कारण सम्बन्ध जनाउने क्रियापदको अर्थलाई सङ्केतार्थ भनिन्छ। कार्य पनि हुन्छ, कारण पनि हुन्छ। कार्य र कारणको सम्बन्ध जनाउँछ है त। यहाँ हेर्नुहोस् है, यसमा दुईवटा क्रियापद हुन्छन्। अघिल्लो क्रियापदले कारण र पछिल्लो क्रियापदले चाहिँ कार्यलाई जनाउँछ। हेर्नुहोस् त, मिहिनेत गरे पास भइन्छ। मिहिनेत गरे के हो, यो कारण हो। मिहिनेत गरे के भइन्छ त पास भइन्छ। पास हुने कार्य हुन्छ हो। मिहिनेत गरे गर्ने कारणले चाहिँ के हुने हो त पास हुने हो। यो कारण हो, यो कार्य हो, पास हुने कार्य भयो। यसरी पानी परे बाटो हिलो हुन्छ होइन। पानी पर्यो भने पानी परेको कारणले चाहिँ बाटो हिलो हुन्छ होइन। अनि मिहिनेत नगर्ने फेल हुन्छ। यसरी चाहिँ कार्य कारण सम्बन्ध व्यक्त गर्ने वाक्यहरू चाहिँ सङ्केतार्थक वाक्यहरू। यसरी नजुक्किनु होला। भावसँग सम्बन्धित सम्पूर्ण समस्याहरूलाई यही भिडियोबाट समाधान गर्नुहोला। र यो भिडियो यदि राम्रो लाग्छ भने लाइक, कमेन्ट, सेयर अनि सब्सक्राइब गर्न पनि नबिर्सिनुहोला।